Hello, Namaste. Today we are at Fusion Arena 2026. This is an event organized by Math and Physics Club of Phulchok campus, and we are here. Mr. Bimal Raj Bhandari is here. Very sweet guy, sweet guy. And Mr. Sudeep Khatri is also here. Very gentle guy, Thank you. How are you feeling today? I am feeling very good. Thank you. Thank you. Mr. Khatri, how are you feeling today? I am feeling under the water. Okay. That's it for today. Bye bye. We hope to do very good and come tomorrow as well. And that's it. Thank you. What's up, guys? What's up? Yeah, and the event is over. हामी त यहाँ बिमल राज भण्डारी हुनुहुन्छ र हामी चाहिँ यो ललितपुरमा भएको पुल्चोक क्याम्पसको एलयुएमा हिँड्दै वासियु अनि येल अनि त्यस्तै गरी अमेरिकाको युनिभर्सिटीहरूको हामी भिजुअलाइजेसन गर्दै थियौँ हेलिकप्टरमा चढेर सायद ताकि पछि चाहिँ हामीलाई एकदम सजिलो होस् लगेर युज टु हुन गाह्रो नहोस् भनेर हामी पुल्चोक क्याम्पसको बाटोमा युज टु हुँदै थियौँ। खत्री हजुर कस्तो लाग्यो पुल्चोक क्याम्पस? पुल्चोक क्याम्पस माथि नदेख्थेँ। पुल्चोक क्याम्पस त के भन्नु अब एकदम राम्रो लाग्यो। एक्सिलेन्ट सायद यति भए हामीलाई पुग्छ होला युज टु हुनु, भोलि आइरहनु पर्दैन होला। त्यही हो, हामी चाहिँ त्यही भिजुअलाइज गर्न आएको हो खासमा। विमल वासियु होइन त? वासियु येल। अब हामी एउटा टेम्पू समात्नुपर्छ। थ्याङ्क यू, बाई बाई। माइक्रो आयो। क्या करता है ये? माइक्रो खींचता है क्या? हिजो हाम्रो टेस्ट, हाम्रो इक्जाम, हाम्रो क्विज कस्तो भएको थियो हामीलाई थाहा थियो, तर यहाँ गल्तीले हामीलाई सेलेक्ट गरे अनि हामी त साँच्चीकै जान्ने रहेछौँ क्या हो भनेर हामी चाहिँ झुकिएर आज पनि यहाँ आउनुपर्ने भयो। आज हामीलाई ठ्याक्कै हाम्रो लेभल थाहा भइहाल्यो। अब हामी घर जान्छौँ। यहाँ चाहिँ यस्तो क्वेसन थियो जुन चाहिँ एल्बर्ट आइन्स्टाइनले देखाए भए पनि भयो म बरु बिजनेस पढ्छु भनेर उहाँ चाहिँ जानुहुन्थ्यो होला। विमल के भन्छौ आजको स्थितिमा? के थाहा, झुकेर आजै सेलेक्ट भएन कि? अब लक चाहिँ हाम्रै साइडमा रहेछ भने हामी सेलेक्ट हुन्छौँ, तर न्युट्रली त्यहाँ जजमेन्ट भयो भने चाहिँ हामीलाई चाहिँ 2 लात्ती 1 मुक्का हानेर हामीलाई लखेट्नुहुन्छ होला। अनि यहाँ छौँ है हामी चाहिँ, यो पिसिपिएस कलेज भन्ने रहेछ कुपनडोलमा। के भयो साथीहरू, मैले अघि नै भनिरहेको थिएँ कि हामीलाई चाहिँ किन बोलायो भने हामीलाई थाहा छैन। आजको यो जुन हाम्रो सेकेन्ड राउन्ड थियो त्यसमा चाहिँ 12वटा टिम थिए। एकजना आएन भन्दैछु सिक्वेन्समा 12वटा टिम थिए। यहाँ विमल छ यता। 12वटा टिम थिए र हामी चाहिँ 11th भयौँ। 11th कसरी भयौँ भन्दा एउटा टिमै आएन, त्यही भएर हामी 11th भयौँ। र त्यसपछि चाहिँ हामीले सर्टिफिकेट अफ पार्टिसिपेसन पनि हामी डिजर्भ गर्दैनौँ भनेर हामी चाहिँ हिँडेका छौँ। र यो द फ्युजन अरिना 2026 यति नै। धन्यवाद। थ्याङ्क यू।